हेलो एभ्रिवान, यम्मी फुड रेसिपीमा हजुरहरूलाई धेरै स्वागत छ। आज मैले हजुरहरूको लागि एकदमै स्पेशल, एकदमै यम्मी हरियो मटर र आलुको ग्रेभीको रेसिपी लिएर आएकी छु। यो रेसिपी बनाउन एकदमै सजिलो छ र एकदमै कम समयमा बन्छ। अब भने सुरु गरौँ है त। त्यसको लागि मैले लिएकी छु एउटा मिडियम साइजको पियाजलाई मसिनो गरेर काटेर, एक कचौरा हरियो मटर, आलुलाई बोइल गरेर लिएकी छु, लसुन अदुवाको पेस्ट र टमाटरको पेस्ट। मैले एउटा कराईलाई बसाले, कराईमा मैले राखेकी छु 2 ठुलो चम्चा तेल र तेल तातिसकेको छ। तेल तातिसकेपछि मैले यसमा फुराउँछु जिरा फुरिसकेपछि मैले 2वटा सुकेको खुर्सानीलाई पनि राख्छु। सुकेको खुर्सानीलाई पनि राखेर मैले 5-6 सेकेन्ड जति यसरी चलाउँछु। चलाइसकेपछि अब भने मैले यसमा राख्छु मसिनो गरेर काटेको पियाजलाई पनि मैले यसरी चलाएर 2-3 मिनेट जति भुट्छु। पियाज यतिका भइसकेपछि अब भने मैले यसमा राख्छु लसुन अदुवा र एउटा डल्ले खुर्सानीलाई मैले यसलाई हल्का खस्रो गरेर पिसेर लिएकी छु र लसुन अदुवालाई पनि राखेर यसरी 2-3 मिनेट जति चलाउँछु र पकाउँछु। अब यतिका पाकिसकेपछि यसमा मैले राख्छु टमेटो प्युरी। मैले 2वटा मिडियम साइजको टमाटरलाई मिक्सरमा पिसेर लिएकी छु। यसरी टमाटरलाई हामीले पिसेर प्युरी बनाएर पकाउँदा हाम्रो ग्रेभी एकदमै मिठो हुन्छ। अब यसलाई चाहिँ हल्का सुकिसकेपछि, यतिका पाकिसकेपछि यसमा मैले राख्दैछु बेसार, स्वाद अनुसार नुनलाई पनि राख्छु। यो चाहिँ जिरा धनियाको धुलो, काश्मिरी रेड चिल्ली पाउडर 1 चम्चालाई राखेँ। यो चाहिँ मैले गरम मसलालाई पनि राखेकी छु। अब यसलाई पनि मैले चलाएर पकाउँछु, यसरी भुट्छु। हाम्रो मसलाहरू चाहिँ यो टमेटोहरू सबै राम्रोसँग पाक्नुपर्छ। साइडबाट हल्का तेल आउने गरेर पाक्यो भने झन् एकदमै धेरै मिठो हुन्छ। हेर्नुस् त, साइडबाट तेल पनि निस्किसकेको छ र मैले 1 चम्चा कसुरी मेथीलाई पनि राखेँ। यतिका पाकिसकेपछि फेरि मैले चलाएर 1-2 मिनेट जति पकाउँछु। अब भने यो हाम्रो मसला एकदमै पाकेर रेडी भइसकेको छ। अब मैले यसमा राख्दैछु हरियो मटर। हरियो मटर चाहिँ एकदमै फ्रेस हो, त्यही भएर मैले पहिला नै राखेकी छु। आलु भने मैले पछि राख्छु, किनभने आलुलाई चाहिँ मैले बोइल गरेर लिएकी छु। अब यसलाई पनि मैले 4-5 मिनेट जति छोपेर पकाउँछु मिडियम हिटमा। हाम्रो मसलासँगै हाम्रो यो मटर पनि पाक्छ। 4-5 मिनेट पनि भइसकेको छ। ढक्कनलाई हटाएँ र ढक्कन हटाइसकेपछि फेरि मजाले यसरी चलाउँदै पकाउँदै गर्छु। अब भने यसमा मैले राख्दैछु आलुलाई मैले अलिक ठुलो साइजमा काटेकी छु। यसरी ठुलो साइजको आलु र यसरी हरियो मटरलाई पकाउँदाखेरि एकदमै मिठो, एकदमै यम्मी हुन्छ। फेरि पनि मैले 4-5 मिनेट जतिको लागि छोपेर पकाउँछु। 5 मिनेट भइसकेको छ। यसको ढक्कनलाई पनि हटाएँ र फेरि मजाले चलाउँदै पकाउँदै गर्छु। अब यसमा मैले राख्दैछु 1 गिलास पानी। 1 गिलास राखेर यसरी चलाएँ। पानी अलिक कम हुन्छ, मैले अझै थोरै पानीलाई राख्छु, किनभने हाम्रो पाक्दाखेरि चाहिँ अलिकति पानी सुक्छ र ग्रेभी पनि कम हुन्छ। हजुरहरूले आवश्यकता अनुसार पानीलाई राख्न सक्नुहुन्छ। अब यतिका पानी राखेपछि मैले यसरी मजाले चलाएँ। चलाइसकेपछि मैले अब चाहिँ मिडियम हिटमा छोपेर लगभग 8-10 मिनेट जति पकाउँछु। 8-10 मिनेट जति भइसकेको छ। हाम्रो यो ग्रेभी पनि एकदमै मिठो, एकदमै यम्मी पनि भइसकेको छ। हाम्रो यो ग्रेभी अझै बाक्लो बनाउनको लागि मैले 1-2वटा आलुलाई पनि म्यास गर्छु।
यसरी 1-2 वटा आलुको पिसलाई म्यास गर्दा हाम्रो ग्रेभी अझै बाक्लो हुन्छ र एकदमै मिठो पनि हुन्छ। हेर्दै खाउँ लाग्दो भइसकेको छ। अब भने मैले ग्यासको हिटलाई अफ गरेँ र माथिबाट हरियो धनिया पनि राख्छु। हाम्रो यो आलु र हरियो मटरको ग्रेभी तरकारी सर्भ गर्नको लागि एकदमै रेडी भइसकेको छ। यस्तै हजुरहरूले पनि नयाँ भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र छेउमा रहेको बेल आइकनलाई प्रेस गर्न नबिर्सिनु होला है त। अब भने मैले एउटा कचौरामा हजुरहरूलाई सर्भ गरेर पनि देखाउँछु। हाम्रो भिडियो पुरा हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नबिर्सिनु होला। र मैले सर्भ गरिसकेपछि माथिबाट थोरै हरियो धनियाले यसरी सजाएकी छु। हेर्दै खाउँ लाग्ने भइसकेको छ। हजुरहरूले राइस रोटी जेसँग पनि खान सक्नुहुन्छ। हजुरहरूले पनि यसरी नै बनाएर खानुहोला। कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला। हवस् त, बाइ, सी यू नेक्स्ट भिडियोमा।